यो कस्तो खालको पत्रकार हो, पत्रकार भन्दा पनि पत्रकार यार मासाला। हर्का साम्पाङले सरकारी गाडी चढ भनेर विरोध गरेको मासाला, यस्तो रिस उठ्ने हो। हर्का साम्पाङले सरकारी गाडी नचढे के चढ्छन् त अनि? त्यत्रो त्यही पनि त्यहाँनिर श्रमदान गर्नु जाँदा मात्रै चढेको भनिरहेछ। आफ्नो प्राइभेट काम गर्न जाँदाखेरि भाडाकै गाडी निजी गाडीतिर गइरहेछ। मासाला पत्रकारलाई पनि समात्तै पछार्नुपर्ने टोक्नेवाला साला। अनि फलानाले भनेको ढिस्कानाले भनेको भनेर भन्छ, उनीहरूलाई नै भन्छ मासालाहरू। थुक्क कात्तिके विरोधीहरू खालि विरोध गर्न जानेछ, खालि विरोध गर्न जानेछ। फलानु मन्त्रीले यति लाख सको उपचारमा, फलानु ढिस्काना विदेश गएर यति करोड सको भन्नु त छैन हो, तिनीहरूको छैन। खेदो खन्नु बिचरा हर्का साम्पाङ देश बनाउने श्रमदान गर्नेलाई खेदो खन्याछ, खेदो खन्याछ टोकेहरू छ। हुन्छ नि एउटा तरिका। पहिलाको मन्त्रीहरू हो, मन्त्रीहरू नेताहरू विदेश गएर उपचार गर्नु गएको छ, कति सकेको छ, भिजिटमा गएको छ, कति सकेको छ हो। तिनीहरू चाहिँ खोजीमा छैन। टक्कै सम्झिँदा पनि नि सबैको हान्नुपर्ने यार, समात्तै पख्नु हो भने। देशमा काम गर्ने मान्छेलाई त खेदो खनेको छ, खेदो खनेछ। जसले राम्रो काम गर्छ उसलाई त खेदो खनेछ हो टक्कै यार। खुन उम्लेर आउँछ हो, खुन उम्लेर आउँछ यस्ता कुराहरू सुन्दा र देख्दाखेरि मासालाहरू।